आजको भिडियोमा हामी वालनट यानी ओखर खानुका फाइदा र यसको महत्त्वको बारेमा कुरा गर्नेछौँ। ओखर एउटा यस्तो फल हो जसको बाहिरी आवरण निकै कडा हुन्छ र उक्त आवरण फुटाएर भित्री फल खाइन्छ। यसमा हामीलाई चाहिने महत्त्वपूर्ण तत्त्वहरू भरिपूर्ण मात्रामा पाइन्छन्, जस्तै ओमेगा 3 फ्याटी एसिड, भिटामिन ए, भिटामिन ई, भिटामिन B6, प्रोटिन, म्याग्नेसियम, फोलिक एसिड, जिंक, कपर, फस्फोरस, आइरन, मेलाटोनिन, फ्याटिक एसिड, क्याटेचिन लगायत अन्य डिफ्रेन्ट टाइप अफ मिनरल जुन प्लान्टमा पाइने महत्त्वपूर्ण तत्त्वहरू हुन्। ओखर सेवन गर्नुका फाइदाहरूको बारेमा कुरा गर्नु अघि हेल्दी लाइफको लागि नयाँ हेल्थ युट्युब च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नुहोला। नम्बर 1, ओखरमा भिटामिन ई लगायत एन्टी एजिङ तत्त्वहरू पाइने भएकाले ओखरको दैनिक सेवनले छालालाई तन्दुरुस्त बनाइराख्न मद्दत मिल्दछ। छालामा चाउरी पर्ने समस्याबाट पनि यसले हामीलाई जोगाइरहेको हुन्छ। नम्बर 2, ओखर स्वस्थ मुटुको लागि पनि एकदमै अपरिहार्य रहेको छ। एन्टिअक्सिडेन्ट तत्त्वहरूले ब्लड भेसललाई स्वस्थ बनाइराख्न मद्दत मिल्छ, जसले गर्दा मुटुसँग सम्बन्धित समस्याहरू आइपर्दैनन्। नम्बर 3, ओखरमा एन्टी क्यान्सर तत्त्वहरू पनि पाइन्छन्। एबनर्मल सेल ग्रोथलाई क्यान्सर भनिन्छ भने यसमा भएका तत्त्वहरू ओमेगा 3 फ्याटी एसिड, पोलिफेनोल, गामा टोकोफेरोल, फाइटेस्ट्रोल लगायत अन्य एन्टिअक्सिडेन्ट तत्त्वहरूले कोलोन, प्रोस्टेट क्यान्सर, ब्रेस्ट क्यान्सर र अन्य क्यान्सरका तत्त्वहरूलाई पनि न्यून तुल्याउँदछ। नम्बर 4, विभिन्न रिसर्चमा देखिएको कुरा र हामी सबैले सुनिराख्ने कुरा ओखर ब्रेन डेभलपमेन्टको लागि एकदमै फाइदाजनक हुन्छ भन्ने कुरा हामीले सुनिराखेकै छौँ। ओखरको सेप पनि ब्रेन आकारकै हुन्छ। यसमा पाइने तत्त्वहरूले ब्रेन फङ्सन बढाउन मद्दत गर्दछन्। ओखरमा पाइने तत्त्वहरूले तनाव, डिप्रेसन, एन्जाइटी र बढ्दो उमेरसँगै आउने दिमागी कुराहरूलाई न्यून पार्नको लागि सहयोगीको भूमिका निर्वाह गर्दछन् र दैनिक ओखरको प्रयोगले मेमोरी इम्प्रुभमेन्ट हुने कुरा पनि रिसर्चमा पाइएको छ। एउटा 8 हप्तासम्म 64 जना जवान व्यक्तिमा चलेको अध्ययनमा के कुरा देखिएको छ भने ओखरको सेवनले आइक्यू स्तर पनि इम्प्रुभ भएको देखिएको छ। साथै यसमा पाइने तत्त्वहरूले प्रजनन क्षमतामा पनि हेल्प गर्दछ भने पेटसँग, आन्द्रासँग सम्बन्धित कुराहरूमा पनि मद्दत गरिरहेको हुन्छ। त्यसैगरी मसल ग्रोथ गर्ने, बडी बिल्डिङ गर्ने, गेम खेल्ने, एथलेटिक्सहरूका लागि यो फल एकदमै अपरिहार्य देखिन्छ। आजको भिडियोमा हामीले ओखरमा पाइने तत्त्वहरू र यसको फाइदाहरूको बारेमा कुरा गर्यौँ। यदि यो भिडियो मन परेको छ भने अवश्य नै नयाँ हेल्थ युट्युब च्यानललाई सब्स्क्राइब गरी यो भिडियो सेयर गर्न पनि नभुल्नुहोला।